यो हो तपाईँ हाम्रो जग्गाको नक्सा। अब तपाईँ हामीले जग्गाको नक्सा लिनको लागि जिल्ला सदरमुकाम नापी शाखासम्म गइरहनु पर्ने झन्झट हटेको छ। तपाईहरूले आफ्नै घरमा बसेर ल्यापटप, कम्प्युटर, मोबाइल मार्फत अनलाइन एप्लाई गरेर अनलाइनबाट नै जग्गाको नक्सा प्राप्त गर्न सक्छौं। कसरी, त्यही विषयमा मैले सम्पूर्ण जानकारी सहित यो भिडियो तयार गर्दैछु। भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन पनि नबिर्सनु होला। र यो भिडियो तपाईँ हामी सबैलाई अति नै उपयोगी हुनाले आफ्नो आफन्त साथीभाइ मित्रहरूलाई सबैलाई सेयर गरिदिनु हुन अनुरोध गर्दछु। अब म अनलाइनबाट जग्गाको नक्सा कसरी लिने भन्ने बारेमा सम्पूर्ण जानकारी सहित यो भिडियोमा तपाईहरुलाई सिकाउँदैछु। भिडियो ध्यान दिएर हेर्नु होला। तपाईहरु आफ्नो जग्गाको नक्सा प्राप्त गर्नको लागि, पाउनको लागि अनलाइन एप्लाई गर्न अब हामीले यहाँनिर कुनै पनि एउटा इन्टरनेट ब्राउजर खोल्नुपर्छ। यसरी खोलिसकेपछि यहाँ माथि एड्रेस बारमा मेरो किता .dos.gov.np यसरी टाइप गरिसकेपछि इन्टर हान्दिनुपर्छ। यसरी खोलिसकेपछि अब तपाईँ जग्गा धनी प्रमाण पूर्जा हुनुपर्छ। त्यसको स्क्यान गरेर त्यो स्क्यान गरेको फाइल चाहिँ 1 मेगाबाइट भन्दा माथि हुनु भएन, त्यो भन्दा कम हुनुपर्छ। अनि त्यसपछि जग्गा धनीको नागरिकता पनि स्क्यान गर्नु पर्यो, त्यो पनि 1 मेगाबाइट भन्दा कम हुनु पर्यो। त्यति दुईवटा डकुमेन्ट तपाईले तयार गरेर राखिसक्नु भएपछि अब तपाईँ यहाँ जानुहोस्। अब माथि भने अनुसारको विवरणहरू जम्मा गरी सेवा लिने निवेदनको फारम भरी विवरण पेश गर्नुहोस् भनेको छ। अब सेवा लिने निवेदन यहाँनिर क्लिक गरौँ ल। अब यहाँ निवेदनको फर्म छ, यहाँनिर एकदम सही विवरण भर्नुपर्ने हुन्छ। अब यहाँनिर हेर्नुहोस्, पहिलो नम्बर सेवा लिने कार्यालय नापी कार्यालय सिन्धुली। अब सेवा लिने स्थानीय त आफ्नो गाउँपालिका नगरपालिका छान्नु पर्यो। सेवाको प्रकार के हो त, नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार, रेखाङ्कन के गर्न चाहनुहुन्छ तपाईँ त्यसैमा क्लिक गर्नु। तपाईँ कुन सेवा लिन चाहनुहुन्छ त्यसैमा क्लिक गर्नुहोस्। मैले यहाँ जग्गाको नक्सा चाहिएको छ, नक्सा प्रिन्ट, यसमा क्लिक गर्छु। अब यसपछि यहाँ तल जग्गा धनीको विवरण छ। अब तपाईँ जग्गा धनीको विवरण, जग्गा धनीको नाम यहाँनिर प्रष्ट रूपमा जग्गा धनीको नाम लेख्नुहोस्। ल, नेपालीमा लेखेँ। त्यसपछि यतातिर आफ्नो मोबाइल नम्बर राख्नुहोस्। ल, आफ्नो मोबाइल नम्बर राखिएपछि अब यहाँनिर तपाईको यहाँनिर के जग्गा धनी प्रमाण पूर्जा स्क्यान गरेर राख्नु भएको छ त्यो अपलोड गर्नुहोस् यहाँनिर। ल, मैले यहाँ जग्गाको लाल पूर्जा मैले यहाँनिर स्क्यान गरेर राखेको छु। अब यतातिर नागरिकताको स्क्यान मैले यहाँ नागरिकता, अरू कागजात, अब अरू कागजातहरू केही पनि चाहिँदैन। अब नागरिकताको नम्बर यहाँनिर तपाईँ नागरिकताको नम्बर टाइप गर्न सक्नुहुन्छ। ल, अब नागरिकता जारी भएको मिति मैले यहाँनिर नागरिकता जारी भएको मिति राखेँ। तपाईँको नागरिकता जारी गरेको जिल्ला यहाँ तपाईँ छान्नुहोस्। यहाँ मैले आफ्नो जिल्ला छालेँ, नागरिकता जारी भएको जिल्ला। अब त्यसपछि अब यहाँ तने जग्गा धनी प्रमाण पूर्जा अनुसारको जग्गाको विवरण। अब जग्गाको विवरणहरू तपाईँले टाइप गर्नुपर्ने हुन्छ। त्यो जग्गाको ठेगाना अर्थात् पहिले त पुरानो हाम्रो अहिलेको नगरपालिका गाउँपालिका बनेको छ। पहिले त गाउँ विकास समिति अर्थात् गाउँ पञ्चायत त्यस्ता नगर पञ्चायतहरूकै त्यतिखेर सर्वे गरेको जग्गाहरूको त्यतिखेरकै ठेगाना अहिलेसम्म यथावत छ। त्यसैले साबिकको गाविस नगरपालिका, हाम्रोमा महेन्द्र लदावीर भन्थ्यौं, अहिले त दुधौली नगरपालिका छ। जग्गामा चाहिँ महेन्द्र लदावीर नै छ। त्यसैले यो साबिकको ठेगाना हामीले छान्नु पर्ने हुन्छ। त्यतिखेरको वडा नम्बर हामीले 3 नम्बर थियो, नक्सा नम्बर 3 घ थियो। ल, अब किता नम्बर 249 यति टाइप गरिसकेपछि यदि अरू एउटै लालपुर्जाभित्र अरू किता नम्बर धेरैवटा किता नम्बरहरू छ भनेदेखि यहाँनिर यो प्लसमा क्लिक गरेर तपाईँ अरू किता नम्बर तलतिरपट्टि थप्न सक्नुहुन्छ। ल, किता नम्बर थप्नुहोस्। किता नम्बर यहाँ तल आइसकेको छ। फेरि अरू किता नम्बरहरू छ त्यही लालपुर्जामा भने यही ठाउँमा चाहिँ भर्दै गएर यहाँ प्लसको चिन्हमा क्लिक गर्नुपर्छ। यति भइसकेपछि अब यहाँनिर किता नम्बर यो लालपुर्जामा एउटै थियो, त्यसैले एउटै यहाँ मैले एड गरिसकेँ। अब तपाईँ पेस्ट गर्नुहोस्, क्लिक गर्नुहोस्। ल, तपाईँको भयो। अब तपाईँको एप्लिकेसन गइसक्यो। अब तपाईँलाई यहाँ एउटा ओटिपी कोड दिएको छ। यो ओटिपी कोड चाहिँ तपाईँले एकदम सेभ गरेर राख्नुहोस्। फेरि लगइन गरेर तपाईँको निवेदनको अवस्थाहरू चेक गर्न सक्नुहुन्छ। अब यो निवेदनको अवस्था चेक गर्नको लागि हामीले सेवाको लागि निवेदन पेश गरिसकेको भए सोको अवस्था चेक गर्नको लागि यहाँ क्लिक गर्नुहोस्। अब हामीले यहाँ क्लिक गरेर त्यो निवेदनको अवस्था चेक गर्न कोड नम्बर अघि दिएकै छ, त्यो कोड नम्बर हामीले भुल्नु हुँदैन, सेभ राख्नुपर्छ। फेरि पनि यहाँ कोड नम्बर राख्थ्यो। ल, अब त्यसपछि यहाँनिर आफ्नो मोबाइल नम्बर। ल, यति गरी चाहिँ खोजी गर्नुहोस्। ल, यहाँनिर आफ्नो निवेदनको अवस्था यहाँ आएको छ। यहाँनिर हालको अवस्था इनिसिएटेड भनेको अब प्रोसेस सुरु भयो। अब केही समय पछाडि अर्थात् केही दिनै लाग्न सक्छ। यहाँनिर तपाईँलाई अर्को सूचना अपडेट भएर आउँछ। यहाँ के आउँछ भनेदेखि यहाँनिर तपाईँले यो नक्सा निकाल्नको लागि
सरकारी राजस्व तिर्नुहोस् भनेर यति पैसा तिर्नुहोस् भनेर यहाँनिर एउटा सूचना अपडेट भएर आउँछ। अनि त्यसकारणले हामीले कति तिर्नु भनेको छ त्यो हामीले कनेक्ट आइपी अर्थात ब्याङ्क भाउचर अर्थात ई सेवा खल्तीबाट हामी तिर्न सक्नुहुन्छ। तिरिसकेपछि अर्को सूचनाको अपडेट म तपाईलाई देखाउन चाहन्छु। अब यो एप्लिकेसन चेक गर्न फेरि लोगिन गरौँ। यहाँ मोबाइल नम्बर यहाँनिर ओटिपी कोड हालियो, खोजीमा क्लिक गरौँ। अब यहाँनिर एप्लिकेसन भेरिफाई भएर आयो। नक्सा पाऊँ भनेर गरिएको एप्लिकेसन भेरिफाई भएर आयो। भेरिफाई भनेको बेला जाँची बुझी ल ठिक छ अब पैसा तिर भनेको छ। यहाँ पेमेन्ट रिक्वेस्ट अब पैसा तिर्नुहोस् भनेको छ। हेर्नुहोस् यहाँनिर कैफियत महेन्द्र रायवीर वार्ड नम्बर 3 ग 249 किता नम्बरको नक्सा प्रिन्ट गरेको बापत रु 110 ल अब 110 रुपियाँ अब पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गर्दाखेरि अब हामीले यहाँ क्लिक गर्नु। अब यहाँ क्लिक गरेपछि त्यो 110 रुपियाँ यहाँ सिधै यो वाणिज्य ब्याङ्कमा मात्रै पेमेन्ट गर्ने सुविधा रहेछ। वाणिज्य ब्याङ्क यसरी क्लिक गरौँ, सिलेक्ट गरौँ। अब भाउचर पाउनुहोस्, यहाँ भाउचर बनाउनुहोस् भनेर यहाँ क्लिक गरियो। यो भाउचरलाई प्रिन्ट गरेर तपाईले वाणिज्य ब्याङ्कमा गएर 110 पेमेन्ट गर्नु पर्यो। अब यो झन्झट नगरौँ। यो माथि अनपेड भनेको छ, पे गरेको छैन हामीले। अब यो झन्झट नगरौँ। तपाईको विद्युतीय भाउचर तयार भएको छ। भुक्तानीको लागि विद्युतीय माध्यम कनेक्ट आइपीएस खल्ती ई सेवा वा भाउचर प्रिन्ट गरी ब्याङ्कमा जानुहोस् भनेको छ। अब यो भाउचर प्रिन्ट गरेर ब्याङ्कमा गएर पैसा गरे पनि हुन्छ। अर्थात हामीले सिधै घरमा ई सेवा खल्तीबाट सिधै पेमेन्ट गर्ने सुविधा दिएको छ। अब हामी यहाँ ई सेवाबाट चाहिँ पेमेन्ट गरौँ। अब ई सेवाबाट पेमेन्ट गर्नको लागि अब यहाँनिर म सबभन्दा पहिले ई सेवा एकाउन्ट खोल्छु। म हेर्नुहोस् सबभन्दा पहिले म ई सेवा खोल्छु। ई सेवा खोलिसकेपछि अब म यहाँनिर यो गभर्मेन्ट पेमेन्ट्समा क्लिक गर्छु। त्यसपछि अब म यहाँ तल हेर्दै जान्छु। हेर्नुहोस् है यहाँनिर छ मेरो किता सर्वे डिपार्टमेन्ट हो, यसमा क्लिक गर्नुपर्छ हामीले। यसमा क्लिक गरेपछि ईबीपी नम्बर भनेर अब यहाँनिर यहाँ भाउचरमा देखाइसकेको छ। यहाँनिर कारोबार संकेत नम्बर हो, यो कारोबार संकेत नम्बर। अब यो ईबीपी नम्बर भन्ने ठाउँमा हाल्नुपर्ने हुन्छ। अब रकम अब एमाउन्ट 110। अब यति गरेपछि म प्रोसेसमा जान्छु। प्रोसेसमा गएर म पेमेन्ट गर्छु। यहाँनिर आइसकेको छ, मेरो नाम सिधै आइसकेको छ। अब म फेरि कन्फर्ममा क्लिक गर्छु। अब म यो सेवाको एमपिन नम्बर हाल्छु। एमपिन नम्बर हालेर कन्फर्म गरिदिन्छु। मैले पेमेन्ट गरिसकेँ। यो माथि अनपेड नै बसिरहेको छ। अब यसलाई यो पेजलाई रिफ्रेस गरिदिउँ। ल रिफ्रेस गरिसकेपछि यो अब यहाँ माथि आयो तपाईको पेड भयो, पैसा तिरिसकियो। अब पैसा तिरिसकेपछि अब केही समय पछाडि अर्थात समय भन्नाले यदि कार्यालय समय भित्र छ भनेदेखि 2-3 घण्टा भित्रमा अब यसको नक्सा तयार गरेर यही वेबसाइट नै हामीलाई पठाइदिन्छ। फेरि हामीले त्यही ओटिपी कोडबाट लोगिन गरेर कसरी आउँछ म फेरि तपाईहरुलाई देखाउन चाहन्छु। पैसा तिरिसकेपछि अर्थात दस्तुर पेमेन्ट गरिसकेपछि यस्तो किसिमले यहाँनिर चाहिँ तपाईको नक्सा चाहिँ तपाईलाई दिन्छ। अब यहाँनिर हेर्नुस् नक्सा अब यहाँनिर त डेलिभर भइसक्यो। तपाईको नक्सा अब यहाँबाट हामीले डाउनलोड गर्न सक्छौं। तपाईको कारोबार पूरा भएको छ। फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्। नापी कार्यालयबाट प्राप्त फाइलहरू 15 दिनभित्र डाउनलोड वा प्रिन्ट गरी सुरक्षित राख्नुहोस्। यसरी तपाईलाई प्राप्त भइसकेको नक्सा डाउनलोड गर्नको लागि यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। ल डाउनलोड भयो यहाँनिर। ल नक्सा यसरी आफ्नै घरमा आफ्नै ल्यापटपबाट चाहिँ तपाईहरुले नक्सा आफ्नो जग्गाको नक्सा पाउन सक्नुहुन्छ। यसरी तपाई हामीले अनलाइन मार्फत आफ्नै कम्प्युटर ल्यापटपबाट अनलाइनमा एप्लाई गरेर आफ्नो जग्गाको नक्सा लिन सक्नुहुनेछ। यो भिडियो तपाई हामी सबैको लागि उपयोगी जान्नै पर्ने अति महत्त्वपूर्ण जानकारीमूलक भिडियो भएकोले तपाईहरुले यो भिडियोलाई एकपल्ट फुल वाच गरेर सम्पूर्ण साथीहरू इष्टमित्र नातेदारहरूलाई शेयर गरिदिनु हुन अनुरोध गर्दछु र हाम्रो यो फेसबुक प्रोफाइललाई फलो गर्न चाहिँ नबिर्सनुहोला। फेरि पनि म यस्तै किसिमको जानकारीमूलक भिडियो लिएर आउनेछु। नमस्ते।